गुड मर्निङ साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु है। लु आज चाहिँ हामी यो सिक्किमको छङ्गु लेकतिर जाँदैछौँ। हामी जिरो लेभलबाट 3500 मिटर हाइटमा जाँदैछौँ है साथीहरू। यहाँ बाटोमा चाहिँ एकदमै यो हामीले लुम्दा भन्छ, लुम्दा टाँस्ने रहेछ। यतातिरको चलन के रहेछ भने घरमा जो मान्छे बितेको छ नि, त्यो बितेको मान्छेको नाममा चाहिँ यो लुम्दा टाँस्ने चलन रहेछ है साथीहरू। Right. एकदम त्यो कलरमा चाहिँ त्यो यो चाहिँ के भने नेपालीमा जस्तो हुन्छ नि साधारण तत्त्व के भन्छ यहाँ 5 एलिमेन्ट्स हुन्छ बुद्धिस्टको चाहिँ 5 एलिमेन्ट्स के त त्यो जमिन भयो, ग्रिनरी, पृथ्वी, सूर्य, सन, वाटर यस्तो गरेर यसको यस्तो थियो उनीहरूको कलरफुल हो। मैले पढेँ यो टाँस्दो रहेछ है। के भन्नु त आधी घन्टा हिँड्नु पऱ्यो भने त बाटो बन्द है धेरै नपरोस् न। एकछिन छिटो हिँड्नुपर्छ होला है बाबु, धेरै बस्नु हुन्छ। हाम्रो दिदी के हो, हामी चाहिँ यो सी लेभलबाट 3700 मिटर हाइटमा जाँदैछौँ कि त्यो भएर जकेट बोकेर हिँड्न नि गाह्रो हुन्छ नि त। अनि यहाँ रेन्टमा पाउँदो रहेछ। हजुरको पसलको नाम के हो दाजु? कालजङ क्याफे कालजङ क्याफे 48 सोप नम्बर। लु उहाँले भनिहाल्नु भयो यहाँ चाहिँ रेन्टमा पाउँदो रहेछ। यी मैले लगाएँ, अब त माथि हिउँ परे पनि यसले केही हुँदैन रे उहाँले भन्नुभएको होइन। अब यो लगाएर चट्ट लगाएर माथि गएर याग राइड पनि गर्ने है। याग राइड सोधेर गर्नु हो। ल देशमा के भयो ल स्टार्ट अलिअलि साखम है। यो पानी चाहिँ के हातले हो यो न चम्चा दिँदैन हातले ए भनेपछि त यो त अब ल तातो छ होला छैन नि त, त्यही भएर चम्चाले खाँदा ठिक हुन्छ। ल अब चाहिँ हामी यहाँ मोमो खाएर बोलियो भएर माथि माथि जाँदैछौँ है। कस्तो रहेछ हौ मोमो? मिठो स्वादिष्ट मोमो। म 14 नाखा जान्छु। टेस्ट लिने मात्रै हो यो पनि टेस्ट लिने हो नि त। यो के भन्नुभयो अरे बाबु? यो छङ्गु लेक। हजुर छङ्गु लेक छङ्गु लेकमा आइपुग्यौँ। 3700 मिटरमा 3700 मिटर हाइटमा हामी आयौँ अहिले होइन। अनि लु अब हाम्रो यहाँको लेक चाहिँ बाबु आएको छ। यहाँको लेक चाहिँ अहिले हल्का हल्का फ्रोजन हुँदैछ। हेरिहाल्नुहोस् आजको मौसम चाहिँ तर अलिकति साथ दिएन, पुरा फुरेला छ। अलिक फगी लागेर। तपाईँहरूको यहाँ रोपे पनि छ। तपाईँहरूको यहाँदेखि 13,000 फिटमा लान्छ यो रोपेले। ए सरी हेर्नुहोस् पुरा जमेको हो त बाबु यता। हजुर हल्का हल्का जमिँदैछ यो चाहिँ। ए हो यहाँ चाहिँ हाम्रो म्यामहरूले एकदम ड्रेस लगाएर फोटो खिच्नुहुन्छ। हेर्नुहोस् काम सिद्धि। भनेपछि यो 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 के हो त बाबु? यो चाहिँ केबल कार हो। यो उकालो चाहिँ हजुर केबल कार। यहाँदेखि चाहिँ तपाईँहरूको 13,100 फिटसम्म उकालो लान्छ। तर आजको वेदरले गर्दा चाहिँ अलिक फगी लागिरहेको छ। माथि टपमा गयो भने तपाईँको भ्यू पोइन्टहरू छ माथि, त्यहाँदेखि कञ्चनजङ्घाको भ्यू पनि मजाले देख्छ। तर आज चाहिँ सायद पोसिबल छैन होला, किनभने आज फगी लागिरहेको छ कुहिरोले। लेक चाहिँ तपाईँको 1 किलोमिटर छ लामो।
1 किलोमिटर लामो छ अनि 40 फिट डिप छ हजुर यो हजुर 40 फिट डिप यहाँदेखि तपाईँ 18 किलोमिटर माथि जानुभयो भने चाहिँ तपाईँ नथुला बोर्डर पुग्नुहुन्छ हजुर लाउने होला नि तपाईँको ओढ्ने ल म तपाईँको टोपी निकाल्यो तपाईँको टोपी अति चिसो भयो होला है लर फुल एकदम सिरिचट्टै कस्तो भयो होला एकदम अझ हाम्रो प्रतिमा दिदी चाहिँ याक राइडमा जाँदै हुनुहुन्छ अनि यो चाहिँ हाम्रो छोङ्मो लेक अनि दिदीले चाहिँ यो हाम्रो शेर्पा ड्रेस लगाएर अनि याकलाई ढोगे पछाडि दिदी चाहिँ याकमाथि चढ्न लाग्दै हुनुहुन्छ छोङ्मो लेकको दृश्य पनि पछाडि देख्न सक्छौँ अनि वेदरले अघि नै चाहिँ एकदम साथ त्यति दिएको थिएन अहिले चाहिँ वेदरले साथ दिएर हामीले चाहिँ भ्यू एकदम क्लियर देखिएको छ सो अनि याक चाहिँ यो हो हाम्रो यो चाहिँ 5 वर्षको मात्र याक रहेछ छोङ्मो लेकको याक अनि दिदी चाहिँ अहिले याक राइडमा यो चाहिँ याक अनि हाम्रो यो छोङ्मो लेक अहिले दिदी चाहिँ याक राइडमा 100 को कहाँसम्म घुम्ने ए त्यो एक राउन्डमा त उ दिदी जस्तै 200 हातहरु हल्लाउनुस् क्यामेरामा हेर्दै है साथीहरु कस्तो लाग्यो रमाइलो रमाइलो लाग्यो एकदमै रमाइलो लाग्यो है फर्स्ट टाइम चढ्नु भएको आज फर्स्ट टाइम चढेको धेरै रमाइलो लाग्यो ल साथीहरु है हट्नुस् है त बरु मेरो घोडा आयो अरे बाबा लु यहाँनिर घोडा है अब घोडाको राइड गरियो के रे घोडाको राइड याकको राइड यहाँ आएर गरियो हैन एकदमै खुसी लाग्यो मेकिङ भिडियो है फोटो खिच्नुस् ल अब यहाँ पनि आउने कति राम्रो मौसम भयो अनि यो आर्मीको क्याम्प हो बाबु हजुर ए कस्तो रमाइलो ठाउँ रहेछ बाबु हामी त आनन्द लाग्यो यहाँबाट जानै मन लागेको छैन यहीँ बसिराखौँ जस्तो लागेछ कति रमाइलो ठाउँ आर्मी हेर्नुहोस् बहिनी यहाँ अनुमति नहीं है इस बिन्दु से पर्ने भनेको बुझ्नुभयो यहाँबाट उता अनुमति छैन रे उता जानलाई होइन त्यस भए पछि हामी त्यही भएर हामी उता जाने हो आउनुहोस् उता जाने योभन्दा उता जान हुँदैन किन रहेछ है त्यता जानु अब अलिकति तल मान्छे खस्यो भने के गर्ने भनेर हो कि अनि तल जान चाहिँ मनाइरहेछ कि त्यो अहिले कञ्चनजङ्घादेखि अहिले अब छोङ्मो पछाडि चाहिँ हामी गान्तोकतर्फ जाँदैछौँ मेरै जिरो भयो चाहिँ रिटर्निङ ब्याक वे हो लेक लागेन ओह्रालो झरेको लेक लाग्यो त नलाग्यो किन भोगले होइन लेकले हो लेक खाएर आएको लेक नलाग्ने होइन लेक लाग्यो भए माथि लाग्थ्यो तल चाहिँ भोगले लागेको अब भात खाएपछि चाहिँ लिनु लाग्छ है बाबु कति राम्रो भ्यू है खै त्यो लसुन काम लागेन
भइसक्यो ए यहाँ स्टोर फुल रे आइफोन स्पोर्ट अहिले भाषण ठाउँमा एडिट गरेर हालिदिइहाल्नु अनि त्यसपछि फेरि युज गर्नु कस्तो फुल भइरहेको के मेरो के बस्ती हो के हिजोको- बस्ती हो यो चाहिँ चिप्सो भन्छ। गाउँदै हो छिप्सो ए लु यो दिगो ठाउँमा हो हामी खाना खान जाने एकछिन बस्ने त्यही एडिट टक टक गरेर जस्तो बनाउने नि हामी के गर्नु पर्ला भिडियो ट्याप 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 गर्ने अनि न्यू भिडियो अपलोड टाइम पास त्यही हुन्छ हो अनि यति पायो है यो पाएको त हामीलाई त पैसा खाने पैसामा किने जस्तो नि नहो त्यो भैयाले दोकान खोलेर है सित्तामा दिए जस्तो लाग्यो अरूलाई चाहिँ कस्तो भयो त नि अरू भयो हामीलाई नि त्यस्तै भयो नि हजुर प्यारी बहिनी ए यस्तो त खासै लागेन कि मलाई त त्यो भैयाले के अरे लिनुहोस् भनेर जस्तो भान भयो ए हो माथि केवल कार भएको भान छङ्मुको चाहिँ माथि केवल कार पनि देखिएको छ ए ल है ज्याकेट त लगाएर गइयो नानी अब ल ज्याकेटको लागि धन्यवाद मैले यो ज्याकेट लाएर गएर होला माथि त घाम लागेको त मजाले मौसम राम्रो भयो ल ल धन्यवाद है नानु ल यस्तो हुनुपर्छ कि मान्छे भन्ने कुरा अब ज्याकेट लाएर गइयो मजाले तातो ज्याकेट लगाइदिनु भयो एकदम मजाले न्यानो भयो होइन ल हाम्रो भेट भाग्यले जोरायो सधैँ मनमा सोचेको पुरायो हजुर अब भन्नलाई सोचेको पुरायो त भन्यो अब गीतमा भने जस्तो त छैन है हजुर अस्ति यो कति भने डिसेम्बरमा हो भर्खरै मेरो यो रिलिज भएको गीत हो तपाईँहरूले मेरो युट्युब च्यानल @MRS प्रतिमा MRSPRATIMA प्रतिमालाई युट्युब च्यानलमा गएर मेरो के अरे युट्युब च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर गरिदिनुहोस् है हजुरहरू है त थ्याङ्क यू फर वाचिङ माई भिडियो